असार लाग्ने बित्तिकै सबैको नजर आकाशतर्फ जान्छ। पानी कहिले पर्ने होला? गाउँका दाइहरूदेखि हजुरबुवा हजुरआमासम्मको एउटै प्रश्न। बादल मडारिन थाल्छन्, आकाश धमिलो हुन्छ र एक दिन टिप 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 पहिलो झरी पर्न थाल्छन्। पानी पर्न साथ खोलाहरू बग्न थाल्छन्। सुक्खा कुलोहरू फेरि बग्न थाल्छन्। नालामा छचल्किन्छ पानी। किसानले धान रोप्नुभन्दा 1 महिना अगाडि खेतमा ढैँचा रोप्ने गर्छन्। यो एक किसिमको प्राकृतिक मल हो। रासायनिक मल बिना माटो उब्जाउ बनाउँछ। माटोमा नाइट्रोजन थप्छ, जसले धानको राम्रो वृद्धि गर्छ। खाजा पनि खेतमै बसेर खाने, हिलोमा खुट्टा चिस्साउँदै रमाइलो अनि आलीकान्ला मिलाउने जिम्मेवारी भने घरका छोरा मान्छेहरूको हुन्छ। बर्खा लागेपछि बाटो खेत जस्तै देखिन्छ। ठाउँ ठाउँमा खाडल अनि ती खाडलहरूमा थुप्रिएको पानी। मानौ बाटो होइन, खेतमा पाइला टेकेझैँ हुन्छ। हरेक पाइला चाल्दा डर लाग्छ, कतिखेर चिफ्लिन्छ या जुत्तै गुमाउँछु भनेर। बर्सात पानीको सौन्दर्य त एकातिर हो, तर जुन बाटो नै हिँड्न नसक्ने हुन्छ, तब बर्खाको मजा पनि हराउँछ। पानी लगाएपछि खेत साँच्चीकै बाँचे जस्तो लाग्छ। अघिसम्म रुखो देखिने जमिन अब हरियाली सपनाहरूको तयारीमा जुट्छ। खेतका आलीहरू खनिन्छन्, कुलोबाट पानी खन्याइन्छ अनि बाली नालीका लागि जीवन चुरिएको जस्तो लाग्छ। त्यसपछि बियाडको बिउ काडिन्छ। आफ्नो बियाडको कुनामा किसानहरू जम्मा हुन्छन्। बियाडको कुनामा कोदालो र पसिनाले हुर्किएका ती साना बिरुवाहरू। अब ती साना बिरुवाहरू खेतमा सारिने बेला आएको छ। सजगतापूर्वक बिस्तारै ती बिउहरूलाई हातले टिपिन्छ। न त धेरै बल लगाइन्छ, न त हतार नै गरिन्छ, किनभने ती साना बिरुवाहरूमा भविष्यको सपना लुकेको हुन्छ।
अर्को महत्त्वपूर्ण चरण भनेको खेत जोत्नको लागि र आजकाल त्यो जिम्मा लिएको हुन्छ ट्र्याक्टरले। ट्र्याक्टर आउँछ साँझपख खेतको छेउमा। इन्जिनको आवाजसँगै माटो फाट्न थाल्छ। त्यो गहिरो गोरु जस्तै हल चलाउँछ, तर छिटो, बलियो र सशक्त। जहाँ गोरुले एक दिनमा आधा खेत जोत्न सक्थ्यो, त्यहाँ ट्र्याक्टरले केही घन्टामै सबै खेत तयार पारिदिन्छ। खेतको हरेक कुनामा ट्र्याक्टर पुग्छ, जसरी किसानको सपना हरेक बिउमा पुग्न खोज्छ। हिलो, पसिना र रमाइलोले भरिएको रोपाइँ सुरु हुन्छ हातमा बिउ लिएर। यो कथा हो गाउँको, पसिनाको, धानको अनि सपना रोप्ने हातहरूको। सबै मेहनती किसान दाजुभाइ दिदी बहिनीहरूलाई धेरै धेरै धन्यवाद।